मासु ल्याउनु जान आँटेको अब तल र म चाहिँ यहाँ बसिरहेको छु फोनाको मासु ल्याउनु जान आँटेको म चाहिँ हो हामीले चाहिँ तल जानुपर्छ यहाँबाट देख्छ होला तल यता तल जानुपर्छ मासु ल्याउनु चाहिँ हामी यहाँ तलनिर जानुपर्छ मासु ल्याउनु चाहिँ यस्तो खोप्चोमा र म चाहिँ घरबाट भर्खर निस्केको लम चाहिँ यहाँ छ र अब चाहिँ जान्छु म हो अब घरबाट निस्केको हो लम चाहिँ यहाँ छ यहीँ छ म चाहिँ मासु ल्याउनु जान आँटेको बेगहरू बोकेर सबै हुन्छ भइहाल्छ हुन्छ अन्त बोलाउँछु नि ल बोक ल नाना भइहाल्छ ल म चाहिँ यहाँ आन्टीहरूकोमा आइरहेको छु मेमी हुनुहुन्छ हजुर म्याम हजुर ल्याउनु जानु यहाँ मेमी छ हो हामी र जो जान आँटेको जो यहाँ छ त हामी चाहिँ यहाँबाट जानुपर्छ ओह्रालो अब हामी चाहिँ हिँडेको होइन तल जङ्गलमा आइसक्यो हामी अब त्यो बाटो जानुपर्छ हामी ओह्रालो जो जानुहुँदैछ यहाँनिर चाहिँ पहिरो गएको रहेछ अस्ति यो माथिबाट आएको रहेछ यहाँ तलसम्म गएको रहेछ पहिरो तलसम्म गएको रहेछ त बगेर साइकल पनि पुडेछ तलै पो गएको रहेछ त हजुर आउँछ यहाँ हामी चाहिँ बलको आइसक्यो हो चाहिँ जान्छ हामी मासु ल्याउनु 1 तारिक आउँछ होला हौ त्यो 1 तारिक आउँछ भन्थ्यो यहाँ हजुर पम्पोमा 1 तारिकै आउँछ यहाँ आइपुग्यो यो पुल क्रस गऱ्यो भने चाहिँ अब हामी बलगाउँको लाग्छौँ हो यहाँ बलगाउँमा तामाङहरू पुरा छ नि त अब त्यहाँनिर चाहिँ मासु काट्छ लिएर जानुपर्छ हामीले चाहिँ अब सानो खोल्चा यहाँ तल काट्छ मासु चाहिँ हामी चाहिँ पुग्न आँटेको छ अब यहीँ तल अब चाहिँ होइन यो पारी देख्दै गरेकोहरू चाहिँ रेलिङ होमडाँडाहरू पर्छ चाहिँ यो चाहिँ बलगाउँ हामी जहाँ आएको चाहिँ पुग्न आँटेको छ हामी चाहिँ अब यहाँ हामी चाहिँ मासु लिएर पनि आइसक्यो हो मासु बोकेर आउँदैछ हामी चाहिँ म र जो हुनुहुन्छ अन्त अब हामी चाहिँ मासु लगेर माथि पुग्नुपर्छ अहिले चाहिँ मासु थापेर आउँदैछौँ हामी माथि हाल्दा त्यस्तो बिचको हाल्दा चाहिँ त्यस्तो छ हो अब हामी मासु लगेर चाहिँ पुग्नुपर्ने चाहिँ माथि हो यहाँबाट हिँड्नुपर्छ अब माथि त्यो घर देख्दैछ क्यामेरामा चाहिँ देख्दैछ कि छैन हो हाम्रो घर देख्दैछ त्यहाँ र हामी चाहिँ अहिले तल छौँ यहाँदेखि पनि अब कति आधी घन्टा 1 घन्टामा पुग्छ अब चाहिँ हो टाढो पर्छ जो आउनु हुँदैछौँ यहाँ आगो पनि छ आगो चाहिँ तलै छ आगो चाहिँ अहिले आउँछ होला हामी चाहिँ
म र जोजो चाहिँ हिँडेको अब र जोजो हुनुहुन्छ अब कसले हत्तु भयो थाहा हुनुहुन्छ म चाहिँ घर आइपुगिसकेको छु खाना मासु लिएर गजेर हत्तु पसिना पनि आयो हो हत्तु भयो यहाँ घर आइपुगिसकेको म चाहिँ अच्छा 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 भित्र अच्छा